अगर भिडियोमा कसैले फाल्तो कमेन्ट गरे भने नि म छोड्दिन नि, चाहे त्यो मेरो बाउ होस् चाहे आमा होस्। यो भाइको गाडीमा डैशबोर्डमा भगवान बुद्धको मूर्ति लगाएको छ, एकदम राम्रो कुरा हो। यो भाइले गाडी अनलोड गर्नुको लागि सिलगढीबाट दुईजना लेबर लिएर गएको थियो सिक्किम। यिनीहरूले बाटोमा गाडी रोकेर रक्सी खाएर चाहिँ त्यो लेबरले भगवान बुद्धको मूर्तिलाई खुट्टाले छुको छ, अपमान गरेको छ हाम्रो बुद्धिस्ट धर्मको। यो भाइले माफी मागेको हुनुपर्छ, त्यो लेबरले पनि माफी मागेको हुनुपर्छ नि। तिमीले सोशल मिडियामा भिडियो बनाएर हाल्नु भन्दा पहिला गाडी रोकेर चाहिँ त्यो लेबरलाई 2 थप्पड लगाउनु पर्थ्यो। तैँले के गरेको? डैशबोर्डमा भगवान बुद्धको मूर्ति छ भन्नु पर्थ्यो। तिमीले अरू धर्मको यसरी अपमान गरेको बानी तिम्रो नि अहिले 12 बजाइसकेको हुन्थ्यो नि भाइ। तिमीले छिट्टो भन्दा छिट्टो माफी मागेको हुनुपर्छ है।